हेलो एन्ड नमस्ते हजुरहरु पनि सन्चै आरामी हुनुहुन्छ होला म पनि सन्चै आरामी छु। आज चाहिँ हामी जंगलतर्फ गइरहेछ। जंगलमा चाहिँ के गर्न गएको भन्दाखेरि जंगलमा चाहिँ सालको पात टिप्न आएको बाटै थाहा नभएर यसरी यार पुरा झारी भित्र यसरी हिँड्नु परिरहेछ हैन। काराले लोड गजेर यार अब के भन्नु हैन बाटै थाहा नभएर यार यस्तो बिजोड छ। दुई जना बाबु भने यसरी अगाडि हिँडिरहेछ दुई जना अनि म चाहिँ यहाँ भिडियो बनाउँदै गइरहेछ। सो अन्तिमसम्म भिडियो हेरेर सबैले लाइक कमेन्ट सेयर गर्न चाहिँ भन्न चाहन्छु। अच्छा काराले लोड गज्यो यार पुरै कारा हो कि यस्तो जङ्गलभित्र यस्तो बाटो छ होइन हेर्न सक्नुहुन्छ। दुईजनाले यार पाटो यार कस्तो हिँडाएको यार अलिक राम्रो ठाउँबाट जाउँ न। यस्तो कान्छा बाबाहरू छ होइन अगाडितिर चाहिँ यो पुरै कारा हो। काराले घोजेर यार रगती आउन लागिसक्यो यार। अच्छा खुट्टा पनि पऱ्यो यार। बाटोको अवस्था यस्तै छ। ल फाइनली गाइज हामी चाहिँ अब टाढा आइपुग्नु लागि बाटो त पुरै के हो रुखै छेकेको दुईजना यस्तो भइरहेछ होइन। कारेली कसैले छास्छ भने जस्तै भयो यार कार लोड बजेर यार होइन गाइज के भनौँ होइन यस्तै छ जिन्दगानी। जङ्गलमा पनि हिँड्न नसक्ने रहेछ जङ्गलमा जहिले नि कारा मात्रै देखिन्छ। मैले त लोड गोटेर यार रगती आउन खोजिरहेको छु यार। दुईजना बाबु चाहिँ रुन यस्तो भएर चाहिँ यहीँबाट छ बाटो थाहा नभएर यस्तो छ अवस्था हेर्न सक्नुहुन्छ। बाटो थाहा नभएर ल अब कहाँ जाने भएर यस्तो हेर्नु त फर्स्ट टाइम यार यस्तो जङ्गल भित्र छिरेको यस्तो भएको छ यार। त्यसको गालामा त जानु कोइला सोइला लागेको छ मेरो हात पनि लाग्यो यार। यस्तो छ गाइज जङ्गलमा चाहिँ कोही जानुहुन्न यस्तो रहेछ। ओ जनाले पल्टेन यार सिधै हिँड्न न सिधै बाटो होला नि उता हिँड्न न सिधै। यी बाबाहरूको अवस्था यस्तो छ सबैजनाको सबै यसरी झुन्डिनु पर्ने हुन्छ। ल के गरौँ होइन म पनि अब यहीँ समातेर हिँड्नु पर्ने रहेछ। ल अगाडि सिधै है यस्तो जग्गामा यार नआउनु पर्ने रहेछ यार। हजुरहरू पनि कोही नआइदिनु होला यसरी जङ्गलतिर लड्यो भने यहाँ त यस्तो ठाउँ छ हेर्न हेर्न सक्नुहुन्छ। यसरी लड्यो भने त तलतिर वा अब कस्तो बाटोबाट गइरहेछ अब चाहिँ। ल एक मिलियन भ्युज आउँछ अब यस्तो पाराले होइन गाइज। सबैलाई माया छ है माया चाहिँ जङ्गलतिर चाहिँ नजानु होला यस्तै छ। त्यो पनि पुरै बिटमा अहिलेसम्म यहाँ अर्किरहेछ। पुरै बाटो त यार मान्छे हरायो यार कुन चाहिँ बाटो हो यो। झोला पनि बगेको तर म चाहिँ के नै बगेको छैन होइन तर खाली हो बाबाहरू पनि खाली झोला बगेर हिँडिरहेको छ। ल ढुङ्गा खाजु जङ्गलतिर कहिले नजानु होला न बाटो हुनु यस्तै हो। त्यो पनि जङ्गल त डेन्जरै छ होइन। आज यस्तो कालो भएको छ काराले यसरी कोरेको छ रगती आइरहेको छ। अघि खाजा खाएको ठाउँमा आइपुग्यो होइन खाजा खाएको ठाउँमा आइपुग्यो हो कि न। ल यति भन्दै बिताइदिन चाहन्छु। हस्त नेपाल।